मैले 89वटा देश यात्रा गरिसकेको छु र सोही सङ्ख्यामा लगभग भिजा पनि एप्लाई गरिसकेको छु। तर यस्तो अस्तव्यस्त र गैर जिम्मेवार भिजा प्रोसेस कहीँ देखेको थिइनँ। म काठमाडौँबाट सिडनी जाँदै थिएँ। ब्याङ्ककमा 3 दिन ट्रान्जिट गर्ने योजना थियो। थाइल्यान्ड ट्रान्जिट भिजाका लागि पुरै तिरेको कन्फर्म टिकट अनिवार्य रहेछ। मैले 14 जनवरीमा भिजा एप्लाई गरेँ। 25 जनवरी काठमाडौँ ब्याङ्कक र 28 जनवरी ब्याङ्कक सिडनीको पेड कन्फर्म्ड टिकट मैले बुझाएँ, तर कुनै जवाफ आएन। ट्राभलको डेट नजिक हुँदै जाँदा मैले फोन र इमेल गरेँ। 25 जनवरी गयो र मैले फ्लाइट मिस गरेँ। मैले करिब 5 इमेल्स र त्यति नै सङ्ख्यामा फोन कल गरेको थिएँ। फेब्रुअरी 2 मा उनीहरूको एम्बेसीबाट इमेल आयो, नयाँ टिकट र कन्फर्म्ड फेरि पेड होटल टिकट बुझाउनुहोस्। दिस इज नट अ सिम्पल प्रोसेस। यो चाहिँ सिस्टमेटिक, यो सिस्टममा नै कुनै चाहिँ त्रुटि छ। सो आई हेभ इमेल्ड मिनिस्ट्री अफ फरेन अफेयर्स इन थाइल्यान्ड एन्ड नेपाल, कम्प्लेन गरेको छु कि दिस हेज टु बी चेन्ज। तपाईँहरूले पनि यस्तो सिचुएसन भोग्नु भएको छ भने कृपया कमेन्ट गर्नुहोला र दिस हेज टु बी स्टप्ड।